अरमान के भयो तिमीलाई आज किन स्याड तिमी छोड्दे अब सबै कुरा भइसक्यो अब स्याड नभई मैले केही नै त गरेँ थिएँ र यहाँ मलाई मात्र किन जहिले यस्तो केही हुन्न चिन्ता नगर लाइफ यस्तै हो सबैको ओए अरमान के चलायो तेरो म तँलाई नजानेको होइन किन गइस ओए मैले भनेको सुन्नुहोस् एन्सर दियो भनेको कि मलाई मेरो लाइफ मेरो मर्जी तँलाई जति हेरेर नि सबैको एन्सर किन्छ आएर किन बिच अब आज मेरो लाइफ ओए साइसा के हो यो हामीले तँलाई कति भने हाम्रो त्यो ग्याङसँग हाम्रो दुश्मनी हुँदा हुँदा पनि तैँले किन जहिले यस्तो गरेर हाम्रो विश्वास छोडिस् त मेरो साथी छ नि तैँले त्यसलाई बिर्सिन्छस् होइन सन्जा तैँले मेरो मुख कहिले पनि हेर्न पर्दैन कस्तो यहाँ सिरियस कुरामा के हो पागल हो अनि What did I even do? माया गर्नु पनि क्राइम हो र अनि तँलाई कुनै अधिकार छैन मेरो लाइफमा इन्टरफेयर गर्ने सो प्लिज ओए हेर्न अहिले कुरा लुगा के कुरा हो र सोध्नै लाग्यो सब कुरा किन नर्छ हेर्नु फेरि बढीको त Arman, I don't think this relationship is working out. हामीले जति ट्राई गरे नि our love is only creating problem for everyone around us. त्यो हामीले माया गरेको हैन दुनियाले किन डिसाइड गर्नु पर्छ हाम्रो रिलेसनशिपको बारे Love alone is not enough sometimes. हामीले जति ट्राई गरे पनि यो केही पनि हुनेवाला छैन अनि maybe ending this now will hurt less than destroying it later. हामी आजबाट भेट्न छोड्दियौँ हामीले जहिले यसो झगडा गरे हुँदैन तैँले पनि यसो गर्नु हुँदैन र अब हामीले फाइनल डिसिजन लिनै पर्छ रोए अब तैँले चुज गर्नै पर्ने हुन्छ कि साथी कि माया हेलो क्रिस्टियानो अब हामीले फाइनल डिसिजन लिनै पर्छ के हो ल आएर कुनै ठाउँमा भेटेर कुरा गरौँ आइज नि त ल कुरा फाइनल गरौँ ल भेटौँ ल आइज आज फाइनल डिसिजन हुन्छ है ओए ओए रामी आइम के हो कुरा के हो त तिमीलाई त ग्याङको केटाहरूको खुबै हाम्रो केटीहरू त लागिरहेको थियो अरे त के तिमीहरू ग्याङको केटीलाई सम्झन हाम्रो दोस्त त ठिकै छ अनि त्यो सुरुमा आँखा चाहिँ किन लगाउँदैन नि अरूले आँखा भएपछि लाउँछ नि त्यो आँखा फुटाले तेरो आँखा फुटाले फुटालेर देखा त ल तिमले रोजो साथी तिमले रोजो माया तिमले रोजो साथी
तिमीले रोज्यो माया समय आयो भने कसलाई रोज्छौ साथी कि माया साथी कि माया कसलाई रोज्छौ साथी कि माया Shut up everyone. हामीहरू पहिला साथी थियौँ अहिले किन यति धेरै हेट्रेड बोकेको हो मैले पहिला माया गरेको हो तर मैले फ्रेन्डसिप तोड्न चाहेको कहिले पनि एक्ज्याक्टली मिसअन्डरस्ट्यान्डिङले गर्दा हामीहरू एकअर्काको अगेन्स्ट भयो अनि अनेस्टली यो फाइटले कसैलाई ह्याप्पी बनाएन अब नि टाइम छ नि रिस्टार्ट गर्न सरी मैले तिमीहरूलाई कस्तो इग्नोर गरेँ म कहिले यो फ्रेन्डसिप तोड्न चाहन्न पागलहरू फ्रेन्डसिपमा कहिले सरी हुँदैन सरी यार ब्रो पिस I'm sorry brother केही छैन अब हामीले हाम्रो इगोलाई साइड हटाएर हाम्रो फ्रेन्डसिपलाई अघि बढाउनु पर्छ ओए हामीहरू पहिला लास्टै झगडा गर्थ्यौँ है मेबी फ्रेन्डसिपले सबैभन्दा ठुलो माया रहेछ अनि ट्रु फ्रेन्डसिप कसैले पनि तोड्न सक्दैन तिमीले रोज्यो साथी तिमीले रोज्यो माया तिमीले रोज्यो साथी तिमीले रोज्यो माया समय आयो भने कसलाई रोज्छौ साथी कि माया साथी कि माया कसलाई रोज्छौ साथी कि माया साथी कि माया साथी कि माया कसलाई रोज्छौ साथी कि माया तिमीले रोज्यो साथी तिमीले रोज्यो माया तिमीले रोज्यो साथी तिमीले रोज्यो माया समय आयो भने कसलाई रोज्छौ साथी कि माया साथी कि माया कसलाई रोज्छौ साथी कि माया साथी कि माया साथी कि माया कसलाई रोज्छौ साथी कि माया
कसलाई रोज्छौ साथी कि माया